नेपाली हाम्रो नेपाल हामी सबै यहाँ भाग लिइरहनु भएको छ। सबैलाई मैले एकमुष्टमा नमस्कार भने समय थोरै छ। हामीले जुन 83-84 को लागि बजेट नीति तथा तर्जमा सम्बन्धीको लागि सुझाव सङ्कलन भने जति हामी त कता कता गयौँ। म हाम्रो नगर प्रमुखलाई एकदम धन्यवाद दिन चाहन्छु। उहाँमा सहन शक्ति धेरै छ। जसले गाली धेरै खान्छ त्यसको क्षमता फेरि त्यत्तिकै हुँदै जान्छ। हामीले कुरा मात्र गर्ने होइन, हामीले काम पनि गरिरहेछौँ। अघि हामीले यहाँ बोर्डमा देखाएको छौँ हामीले गरेका उपलब्धिहरू। हामीले शिक्षामा गऱ्यौँ, स्वास्थ्यमा गऱ्यौँ। सम्पूर्ण तारकेश्वरवासी हाम्रै सन्तान हो भनेर हामीले धेरै कार्यक्रमहरू ल्यायौँ। शिक्षा बिना परिवर्तन हुन सक्दैन। त्यसको रिजल्ट तपाईँहरूले नि सुन्नुभयो होला, त्यो महसुस गर्नु भयो होला। सामुदायिक स्कुलले खोजी पनि ल्याउन सक्यौँ। स्वास्थ्यको सवालमा हामीले धेरै त्यस्ता स्वास्थ्यका कार्यक्रमहरू ल्यायौँ। सँगसँगै यता हाम्रो गङ्गालाल हृदय केन्द्र भन्छ, त्यसपछि हाम्रो त्रिपेश्वर आँखाको भन्छ, उहाँहरूसँग सहकार्य गरेर हामीले हाम्रो नगरवासीलाई के कस्तो स्वास्थ्यमा चाहिँ सुविधा दिन सक्छौँ भनेर नगरकै तर्फबाट पनि अशक्त जो विभिन्न नागरिकहरू छन् उहाँहरूलाई हामीले चाहिँ 50,000 लिएर त्यस्तै आँखाका उहरू धेरै अब यो डायलिसिसका कुराहरू हुन त सबै तपाईँहरूले सुन्नु नै भएको होला र नगरवासीले सुविधा पनि लिएको तपाईँहरूलाई जानकारी नै होला। त्यस सँगसँगै हामीले राज्यको तर्फबाट सामाजिक सुरक्षा भत्ता भन्छन्। हिजो जे थियो त्यो अब हुनुहुन्न। यसलाई वर्गीकरण गर्नुपर्छ। त्यसको लागि मलाई खुसी पनि लागेको छ। अहिलेको जुन चुनावी प्रक्रियापछि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेको छ। सामाजिक सुरक्षा भत्ता दिँदै गर्दाखेरि वर्गीकरण गर्नुपर्छ। तपाईँले धनाढ्य व्यक्ति, मध्यम वर्गीय र निम्न वर्गीय यहाँ पार्टीको तर्फबाट प्रतिनिधित्व गरेर आउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिज्यूहरू, तपाईँहरूले यो कुरा उठाउनुपर्छ, लैजानुपर्छ। यो हाम्रो तारकेश्वरको मात्र नभएर एउटा नेपालको हो। म पनि वडामा बस्दै गर्दाखेरि सामाजिक सुरक्षा भत्ता आएन भन्छ, यसो हेर्छु उसले त्यसको कुनै खाँचै छैन।